शिक्षक सेवा आयोगका सबै परीक्षा तयारी गर्नका लागि यस युट्युब च्यानल, फेसबुक र टिकटकलाई सब्स्क्राइब गर्नुहोला र फलो गर्नुहोला। आजको मुख्य विषयवस्तु रहेको छ कार्यमूलक अनुसन्धान। कार्यमूलक अनुसन्धानको पेरिफेरीमा रहेर आजको बहुवैकल्पिक प्रश्नहरू सुरु गर्न गइरहेको छु। पहिलो प्रश्न रहेको छ, कार्यमूलक अनुसन्धानको मुख्य उद्देश्य के हो? अप्सनहरू रहेका छन्। शैक्षिक सिद्धान्तहरूको आविष्कार गर्ने, शिक्षकको प्रशासनिक क्षमता बढाउने, विद्यार्थीहरूको वार्षिक परीक्षाको नतिजा सुधार गर्ने, विशिष्ट शैक्षिक समस्याको समाधानका लागि व्यवहारिक कार्यमूलक व्यवस्थापन गर्ने भनेको छ। व्यवहारिक कार्यमूलक व्यवस्थापन गर्ने भन्ने अप्सन रहेको छ। अब यसको सही उत्तर रहेको छ, तपाईले पक्कै पनि अप्सनबाट पहिचान गरिसक्नु भयो होला। यसको सही उत्तर रहेको छ विशिष्ट कार्यमूलक व्यवस्थापन गर्ने। यसको सही उत्तर रहेको छ। अब हामी प्रश्न नम्बर 2 तर्फ लाग्दैछौँ। साथीहरू प्रश्न देख्ने बित्तिकै कमेन्टमा एन्सर पनि राख्न सक्नुहुन्छ। प्रश्न नम्बर 2 रहेको छ, कार्यमूलक अनुसन्धानको चक्र एक्सन रिसर्च साइकलमा कार्य एक्सन पछि कुन चरण आउँछ? नतिजाको प्रसारण, अवलोकन र डाटा सङ्कलन, योजना पुनः परिमार्जन र समस्या पहिचान। यिनीहरूमध्ये यसको सही उत्तर रहेको छ। यसको पछि चाहिँ के कार्यपछि कुन चरण आउँछ भन्ने रहेको छ। अब साथीहरूले पक्कै पनि यसको सही उत्तर पहिचान गर्नुहोला। यसको सही उत्तर रहेको छ अवलोकन र डाटा सङ्कलन। एक्सन हामीले जे गर्छौँ त्यसको अवलोकन गर्नु पर्यो र त्यसको आधारमा डाटा सङ्कलन गर्नु पर्यो। यसको सही उत्तर रहेको छ तथ्याङ्क सङ्कलन। प्रश्न नम्बर 3 मा रहेको छ, कार्यमूलक अनुसन्धानमा डाटा विश्लेषण गर्दा कुन विधिलाई प्राथमिकता दिइन्छ? फर डाटा एनालाइसिस व्हिच मेथड इज मोर फोकस्ड? केवल सांख्यिकीय महत्त्व परीक्षण अर्थात् भ्यारिएबलहरूको परीक्षण, गुणात्मक विवरण र प्रतिबिम्बात्मक विश्लेषण, हैन, क्वालिटेटिभ एनालाइसिस र रिफ्लेक्सन एनालाइसिस, गमा अन्तर्राष्ट्रिय तुलनात्मक अध्ययन अर्थात् अन्तर्राष्ट्रिय क्षेत्रमा पाइएका निष्कर्षहरूको विश्लेषण हो कि प्रयोगात्मक समूह नियन्त्रण समूहको तुलना? यसलाई चाहिँ कन्ट्रोल ग्रुप भन्छ है। प्रयोगात्मक समूह नियन्त्रण समूहको तुलना के चाहिँ गरिन्छ? अब यसको हजुरहरूले के गर्नु पर्यो? सही उत्तर पत्ता लगाउनु पर्यो है त। प्रश्न नम्बर रहेको छ हाम्रो, अहिले हामी 3 मा रहेका छौँ। ल, प्रश्न नम्बर 3 को सही उत्तर के हुन्छ साथीहरू? कमेन्ट बक्समा राख्नु होला। यसको सही उत्तर रहेको छ गुणात्मक विवरण र प्रतिबिम्बात्मक विश्लेषण। यो चाहिँ रिफ्लेक्सन एनालाइसिस भन्छ। एक्सन रिसर्च भनेको हामी रिफ्लेक्सनको लागि गर्ने भएर यसको विधि भनेको अर्थात् डाटा विश्लेषण गर्नु भनेकै हामीले क्वान्टिटेटिभ डिस्क्रिप्सन र रिफ्लेक्टिभ एनालाइसिस गर्छौँ। प्रश्न नम्बर 4 रहेको छ, त्रुटि विश्लेषण अर्थात् इरर एनालाइसिस सम्बन्धी कार्यमूलक अनुसन्धान गर्दा हामी चाहिँ इरर एनालाइसिस चाहिँ कुन चरणसँग चाहिँ विद्यार्थीहरूले गरेका त्रुटिको विश्लेषण गर्छौँ भनिरहेको छ। कार्यको कार्यान्वयन एक्सन इम्प्लिमेन्टेसनमा गएर हामी इरर एनालाइसिस गर्छौँ कि डाटा सङ्कलन र व्याख्या गर्दै इरर एनालाइसिस गर्छौँ कि समस्याको पहिचान गर्न इरर एनालाइसिस गर्छौँ कि र नतिजाको विश्लेषण हाम्रो फाइन्डिङ प्रस्तुतिकरण गर्दा हामी के गर्छौँ? नतिजाको विश्लेषण गर्छौँ है त। ल, यसको सही उत्तर रहेको छ, यो अलिक टेक्निकल खालको प्रश्न रहेको छ। हामी चाहिँ डाटा सङ्कलन भनेकै के हो त? बच्चाहरूले गरेको इररहरूको आइडेन्टिफिकेसन र त्यसलाई चाहिँ कसरी रिफ्लेक्ट गर्छन् भन्ने रहेको छ। त्यही भएर यसको सही उत्तर रहेको छ डाटा सङ्कलन र व्याख्या। डाटा सङ्कलन भनेकै हाम्रो के हो त? हैन, विद्यार्थी भाइ बहिनीले गर्नुभएको वा कुनै पनि कार्य गर्दा घटेको इरर, मिस्टेक्स वा समस्या पहिचान सङ्कलन नै हाम्रो डाटा सङ्कलन र व्याख्या भएको हुनाले इरर एनालाइसिस चाहिँ डाटा सङ्कलन र व्याख्या भन्ने चरणसँग चाहिँ सम्बन्धित छ। प्रश्न नम्बर 5,
कार्यमूलक अनुसन्धानको लागि सबैभन्दा उपयुक्त नमुना विधि कुन हो? अर्थात् उपयुक्त नमुना विधि भनेको कार्यमूलक अनुसन्धान गर्दा कुन विधि वा कुन तरिकाले हामी स्याम्पलिङ गर्छौं, हैन? त्यहाँ त विद्यार्थी कक्षा कोठामा विद्यार्थी धेरै हुनु होला, सबैलाई चाहिँ कार्यमूलक अनुसन्धानले भ्याउन पनि सक्ला, नभ्याउन पनि सक्ला, वा हामीले चाहिँ स्याम्पल लिनु पर्यो भने रिसर्चमा त स्याम्पल चाहिन्छ, स्याम्पल लिनु पर्यो भने हामी कुन चाहिँ विधिको प्रयोग गर्छौं? स्तरीकृत अनियमित नमुना, हैन? स्ट्यान्डर्ड इरेसनल मोडल वा स्याम्पल भन्छ। लचक नमुना, बहुचरणीय नमुना, साधारण अनियमित नमुना। यो अलि टेक्निकल टर्महरु मैले नेपालीमा राखेको छु। अब कार्यमूलक अनुसन्धान गर्दा स्याम्पलिङ गर्ने सबैभन्दा उत्तम नमुना भनेको कार्यमूलक अनुसन्धानको लागि चाहिँ लचक नमुना हो है। यसले के भन्छ कार्यमूलक अनुसन्धानले भन्दाखेरि आफ्नो स्थान परिवेश वा जहाँ चाहिँ हामी काम गरिरहेका छौं हो त्यसको लागि चाहिँ सबैभन्दा सजिलो तरिका के हो त स्याम्पलिङको? त्यही तरिका चाहिँ हामी लचक नमुना रहेको छ। त्यही भएर त यसलाई चाहिँ कार्यमूलक अनुसन्धान कार्यस्थानमै गर्ने अनुसन्धान हो। यसको लागि चाहिँ हामी स्ट्याटिस्टिकल स्याम्पलिङ मोडलमा गइरहनु पर्दैन। प्रश्न नम्बर 6 मा रहेको छ कार्यमूलक अनुसन्धान र परम्परागत अनुसन्धान बीच मुख्य भिन्नता के हो? अलि महत्त्वपूर्ण प्रश्न रहेको छ। हाउ एक्सन रिसर्च इज डिफरेन्ट फ्रम क्लासिकल रिसर्च भनिरहेको छ। कार्यमूलक अनुसन्धान विशेष सन्दर्भमा सुधारको लागि हुन्छ। कार्यमूलक अनुसन्धानमा सर्वेक्षण विधिको प्रयोग गरिँदैन, अर्थात् सर्वे प्रयोग गरिँदैन, जुन चाहिँ क्लासिकल अर्थात् के छ त पुरानो रिसर्चहरुमा प्रयोग गरिन्छ भन्छ यसले। कार्यमूलक अनुसन्धानको नतिजा र सामान्यीकरण योग्य हुँदैन, अर्थात् कार्यमूलक अनुसन्धानबाट प्राप्त नतिजालाई हामी चाहिँ मास जेनरलाइजेसन गर्न सक्दैनौं वा थ्योरीको रूपमा विकास गर्न सक्दैनौं भन्छ यसले है। ल 4 वटा यही रहेछ। भनेपछि मुख्य भिन्नता के हो त? यो 4 वटा मध्ये चाहिँ कसले चाहिँ मुख्य भिन्नतालाई जनाउँछ भनिरहेको छ है त। यो कसरी फरक छ भन्न खोजेको है। अब यसको फरक भनेको चाहिँ कार्यमूलक अनुसन्धानको नतिजा सामान्यीकरण योग्य हुँदैन भन्छ है त। अर्थात् सामान्यीकरण योग्य भनेको कार्यमूलक अनुसन्धान चाहिँ थ्योरी प्रतिपादन गर्नको लागि गरिएको हुँदैन, यसरी बुझ्नु है। कुनै सिद्धान्त जस्तो आइज्याक न्युटनले जस्तो ल अफ ग्राभिटेसन जुन डेभलप गर्नुभयो त्यो चाहिँ एकदम सामान्यीकरण, त्यो पृथ्वीको जुनसुकै ठाउँमा लागू हुन्छ त्यसको लागि होइन यो कार्यमूलक अनुसन्धान। अर्थात् एक्स भन्ने स्कुलमा कार्यमूलक अनुसन्धानले जे निष्कर्ष निकाल्छ वाई भन्ने स्कुलमा त्यो हामीले फलो चाहिँ गर्न सक्छौं, त्यसलाई इम्प्लिमेन्ट गर्न सक्छौं, बट इट इज नट नेसेसरी दैट द फाइन्डिङ्स अफ वान एक्सन रिसर्च इज टोटल्ली एग्री विथ द नेक्स्ट एक्सन रिसर्च है त। यो कुरा यसमा छ। कुर्ट लेभिनले प्रस्ताव गरेको कार्यमूलक अनुसन्धानको चक्र कुन हो? फर्स्ट प्लानिङ, अब्जर्भेसन, एनालाइसिस र एक्सन हो कि समस्या संकलन गर्ने, डाटा संकलन, कार्य र मूल्याङ्कन हो? योजना कार्य अवलोकन चिन्तन कुन हो? कार्य प्रतिबन्धन सिद्धान्त योजना कुन हो? अब यो तपाईहरुले एकदम सजिलो खालको प्रश्न रहेको छ। पक्कै पनि यसको सही उत्तर हो योजना कार्य अवलोकन र चिन्तन। यो कुन अप्सनमा छ त? योजना कार्य अवलोकन र चिन्तन। अप्सन नम्बर ग चाहिँ सही उत्तर रहेको छ। अब हामी 8औं प्रश्नतर्फ लाग्न चाहन्छौं। कार्यमूलक अनुसन्धानमा प्रतिबिम्बनको महत्त्व के हुन्छ? अर्थात् कार्यमूलक अनुसन्धान गरिसकेपछि प्राप्त ज्ञान हुन्छ, त्यसलाई रिफ्लेक्सन भन्छौं हामी, त्यसको महत्त्व के हो? अनुसन्धानकर्ताको व्यक्तिगत उन्नति, यो पक्कै होइन होला। भविष्यका कार्यहरूको लागि एक्सन रिसर्चहरूको लागि सिकाइ र योजनाको तयारी हुन पनि सक्छ। अनुसन्धान प्रतिवेदन विश्लेषण, जे फाइन्डिङ आउँछ त्यसले विश्लेषण गर्न सक्छ। शैक्षिक नीति निर्माणमा मद्दत गर्न सक्छ। ल हजुरहरु सही उत्तरतर्फ लाग्नुहोस् भन्ने मेरो अपेक्षा रहेको छ। के हो त सही उत्तर? प्रश्न नम्बर 8 को। अब रिफ्लेक्सन भनेकै कुनै कुरा एक्सन रिसर्च गरिसकेपछि हामीले सिक्ने कुरा हो, जसले हामीलाई भविष्यमा चाहिँ के गर्छ त्यसबाट सिकेका फाइन्डिङ्सहरूलाई सम्बन्धित क्षेत्रमा लागू गर्न मद्दत गर्छ। कार्यमूलक अनुसन्धान प्रतिवेदनको विशेषता के हो हैन? अब जुन प्रतिवेदन आउँछ यसको विशेषता यसले सामान्य सिद्धान्त थ्योरी प्रस्तुत गर्छ हो कि
यो अत्याधिक औपचारिक र तथ्याङ्क शास्त्रमा आधारित हुन्छ कि एकदमै स्ट्याटिस्टिकल टुलहरूको प्रयोग गरेर फर्मल टुलहरूको जस्तो स्ट्यान्डर्ड डेभिएसन हुन्छ, अरू भेरिएसन टुल्सहरू हुन्छ हैन, काई स्क्वाड टेस्टहरू हुन्छ, त्योले प्रयोग गर्ने हो कि यो अनुसन्धानमा। यस अनुसन्धानमा चाहिँ प्रक्रिया, नतिजा र सिकाइको विवरण दिन्छ यसले हो कि यसले केवल सफलताको विवरण मात्र प्रस्तुत गर्छ। अब यसको सही उत्तर के हो, प्रतिवेदनको विशेषता के हो भनिरहेको छ। यसको प्रतिवेदनको विशेषता भनेको यसले अनुसन्धान प्रक्रिया, नतिजा र सिकाइको विवरण दिन्छ। भनेको मतलब हामीले के अनुसन्धान गर्यौं, के प्राप्त गर्यौं भन्ने खालको विवरण चाहिँ यसले दिन्छ। दिएका अप्सन मध्ये यसको विशेषतामा यो पर्छ है। अब अन्तिम प्रश्नतर्फ हामी लाग्दैछौँ। आज 10 वटा प्रश्न छ। शिक्षण सिकाइ प्रक्रियामा कार्यमूलक अनुसन्धानको भूमिका के हो, महत्त्व के हो? यसले शिक्षकलाई शोधकर्ताको रूपमा विकास गर्छ, शिक्षकलाई शिक्षण विधि सिकाउँछ, यसले विद्यार्थीहरूलाई अनुसन्धानमा संलग्न गर्छ, यसले पाठ्यक्रम विकासमा मात्र केन्द्रित गर्छ। अब कार्यमूलक अनुसन्धान शिक्षकले गरेर पाठ्यक्रम बन्ने होइन, विद्यार्थीलाई चाहिँ अनुसन्धानमा मात्र संलग्न गर्नु यसको महत्त्व होइन, शिक्षकलाई शिक्षण विधि यसले सिकाउँदैन हैन, यसले चाहिँ शिक्षकलाई शोधकर्ताको रूपमा विकास गर्छ। दिएका मध्ये चाहिँ दिस अप्सन इज मोर भ्यालिड। साथीहरू, आजको लागि यति नै। कृपया च्यानललाई सब्स्क्राइब गरी अर्को भिडियोको लागि तयारी हुनु होला। ओके, बाई।